No. Hello, welcome back to my other. Another episode. हिजो हामीले बाचा गरे जस्तो वी आर ब्याक टुडे र हामी हिजो भने जस्तो अपलोड पनि गरिदिइसक्यौँ हिजोको र एकदम ओरिजिनालिटी। अब हाम्रो चाहिँ यो सिक्वेन्स चाहिँ हेर्नुपर्छ हजुरले फेरि कहानी बुझ्नलाई, किनकि हामीले यहाँ आएर हिजोको समराइज भर्जन भन्नेवाला चाहिँ छैनौँ। हामी अब आजको ठ्याक्कै भन्ने छौँ, हिजो के भयो हिजोको हेर्ने। अब यसको सुरुवात कसरी भयो के भयो भनेर हिजो थियो र अब आज चाहिँ हामीले अब कन्टिन्युटी हो यो भने चाहिँ होइन। अब समग्रमा आजको दिन हाम्रो 10/10 हुनुपर्ने थियो, तर हाम्रो आज 7.5 भएको छ। र अब रेटिङ गर्नुपर्दा अब हाम्रो रेटिङ कहाँ कहाँ घट्यो भनेर हामी कुरा गर्दै जान्छौँ। ल भाइ सुरु गरौँ। सुरुमा त आज हामीले चाहिँ बिहान एकदम चाँडै उठ्ने भने थियौँ, त्यहाँनिर हामी अलिक 8 बजीतिर उठ्यौँ, त्यहाँनिर हाम्रो अलिकति रेटिङ घट्यो। दोस्रो कुरा भनेको काम त हामीले आज गरेको फाइलहरू भ्यायौँ, हामीले नसक्यौँ आजको हाम्रो क्रेडिट फाइलहरू भ्याउने टार्गेट थियो, सबै भ्यायौँ। प्लस हामीले गोल्ड पनि भ्यायौँ, प्लस हामीले केही क्वेरिजहरू थियो त्यो पनि हामीले गएर सोध्यौँ, डिस्कसन गऱ्यौँ। प्लस हामीले आज भल्ट आफू पैसा पनि गरेर भ्यायौँ भनेपछि काम त गऱ्यौँ। त्यसपछि आज सट्ट घुम्न जाने भन्ने प्लान थियो, त्यो पनि हाम्रो एउटा पुरा भएन भनौँ न, टाइम कन्स्टेन्टले गर्दाखेरि त्यसको लागि पनि रेटिङ घट्यो। प्लस अर्को कुरा फेरि आज यस्तो नराम्रो कुरा राम्रो गर्न खोज्या तर राम्रो भयो। के पो भने अब साँझ दिनदिनै भात खाँदा खाँदा भक्क परियो। आज सोच्यौँ ओहो 2 भाइ छौँ भात गएँ, अनि 9 बजीतिर गयौँ बाहिर। अनि ल भाइ आज खेल्ने भएन, चटपटे बनाएर खाइदिउँ भने आयौँ। अब त्यो बजारमा कागती कोही पाइँदो रहेछ, अनि कागती पसल नपाएर हामी आयौँ। यहाँ आएर पल्लो मान्छेले सोध्यौँ कागती छ भन्दा उसले बनाएर खानु भन्यो। ओके भन्यौँ। अब हामीलाई लाग्यो कि अब हामीले खाने भन्दा हामी त ल्याइसकेछौँ हाम्रो लागि, उनीहरू पनि थपिन्छ होला र हामीहरू के गर्यौँ भने फेरि किन्न गयौँ पसलमा, फेरि गएर डबल सामान लिएर आयौँ। 4 जनाले खाने भनेर 2 जनाको सामान डबल गऱ्यौँ। तर के भयो हामी आउँदाखेरि उसले प्याज टमाटर खुर्सानी काटेको थियो, अनि नुन पनि राखेछ मैले भन्थेँ। अनि हामीले ल ओके ठिक छ नुन पनि राखेछ भन्यो, बनायौँ। बनाउँदा त नुन मात्रै खायो यार। ओहो बा खायौँ फाल्न पनि फेरि कडो लाग्यो र लोल खाएर बस्यौँ। त्यहाँ पनि हाम्रो रेटिङ आजलाई घट्यो। अर्को कुरा के भनेपछि सुरुमा तिनीहरूले हामीलाई के सोचिरहेछन् भन्दाखेरि हामीले चटपटे बनाउने भनेर सोचेको थियौँ, तर तिनीहरूले रक्सी खान्छन् कि भन्ने जस्तो लाग्यो तिनीहरूलाई, किनकि हामीले निम्बु सोध्दै गएको थियौँ, कागती चाहियो भनेर सोध्दै गएको थियौँ। तिनीहरूले चाहिँ हामीलाई चाहिँ के सोच्यो भने रक्सी लिएर खाने जस्तो लाग्यो, तर त्यस्तो होइन। हामीले आज टक्क लाएर हामीले चिसो प्लस चटपटे बनाएर खायौँ है। एकदम रमाइलो पनि भयो, अलिकति नराम्रो पनि भयो, राम्रो पनि भयो। त्यही हो समरी। आजको दिनको हाम्रो समरी त्यही हो। एकछिन घुम्नु पनि गएको थियौँ हामी, परसम्म पुगेर आयौँ, फेरि फर्केर आयौँ। गर्मी भयो, गर्मी छ बाहिर, अलिअलि कालो भइहाल्यो। हुन त म त कालो तर पनि स्टिल अझै कालो भइहाल्यो यहाँ आएर। त्यही हो। बाँकी चाहिँ अब भोलि हाम्रो अपरेसन सुरु हुन्छ, भोलि हामी अपरेसन सकाउँछौँ। भोलिको बेलुका अपडेटहरू हामी दिनै हाल्छौँ। र आजलाई यति नै होला। अब केही भन्नुहुन्छ दाइले भन्नुहुन्छ, बाँकी के छ? त्यही हो आजको हाम्रो समराइज भर्जन चाहिँ होइन। त्यो चाहिँ अब त्यो होइन, आज चाहिँ त्यही भयो। मेन कुरा भनेको आज केही भएन। आज नथिङ। बिहान उठ्यो, उठ्दा बित्तिकै फाइल हेर्ने टाइम हुन्छ, फाइल हेरेर ड्याङ सानो फाइल हेऱ्यो, सानोतिर सुन्दै अनि गयो बाहिर, यसो ल्याङ गरेर गयो। गर्मी छ बाहिर, आयो नआयो बस्यो खायो डुल्यो। अनि तर हामीले यहाँ अलिअलि रियालिटी अफ लाइफ थाहा पाउने भनेर नै हामीले यस्तो चुज गरे हो। यहाँ चाहिँ खासमा हामीहरू एकदम धेरै माथि उडिरहेको थियौँ। अब बिस्तारै 1/1 लेभल गर्दै आफ्नो ठाउँमा आउनु पऱ्यो भन्ने चाहिँ हाम्रो सोच थियो। र यहाँ चाहिँ हामीलाई चाहिँ यहाँ चाहिँ छुट्टै हो कुरा। अब भोलि चाहिँ हाम्रो फेरि के हुन्छ भने भोलि हामी सकिन्छ, भोलि सकेर अब हामी भोलि यहाँ बस्न पनि पाइयो। तर भोलि हामी एकचोटि चाहिँ कर्णाली फेरि पनि जाने बेला नदी चाहिँ हामी एकचोटि पुग्छौँ। प्लान चाहिँ छ। कर्णाली नदीको एकचोटि भिडियो बनाएर क्लिप बनाएर हामी हालिहाल्छौँ एउटा सानो चाहिँ होइन। त्यही हो प्लान चाहिँ। कर्णाली नदी 1 पिलर ब्रिज भन्छन् होइन। अब पर्सि बिहान चाहिँ हामी अर्को काममा हामी लागिहाल्छौँ। र भोलि चाहिँ हाम्रो त्यही प्लान छ, बिहान काम सकाएर टाइम भयो भने हामी कर्णाली ब्रिज फेरि पनि भ्रमण गर्न जाँदैछौँ है। त्यसको पनि बेलुकातिर हामी झलक देखाउनेछौँ भन्दै आजको भिडियो चाहिँ यहीँनिर हुन्छ। हस्।
प्लस प्लस बाई। भोलिबाट चाहिँ 6 बजे नौठी नहुनेछ भोलिदेखि क्लास चाहिँ बिहान 6 बजीदेखि हुनुपर्छ म पनि सो भोलिदेखि द्याट आइल बी वर्किङ अनि आज हामीले 4वटा स्याउ खायौँ यो अब हिजो हिँड्ने बुझ्छ आजकल बुझ्दैन नि त ल के भन्नु अब त्यही हो भोलि पनि बिहान 6 बजी उठेर क्लास पढ्छु म दाइले भने आफ्नो क्लास पढ्नुहुन्छ त्यही हो गुड नाइट गुड नाइट भात खतम